तीनपल्ट नि उसले पनि टिका लगाइदिनु बिचमा आदि दिदीले छोड्छ अनि आदि छर्काए त भयो तीनपल्ट अब कलशले घुमा अब टाउकोमा फुल उयो गरेर हौ त्यसरी यता 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 ढोकामा यसो गर यस्तो औ त्यसो गर्दै घुमा तीनपल्ट अब राख भयो आरुष के गरेर बसेको आरुष तेरो छैन सोमत तेलहरू लगाइदिएन खोइ दादालाई तेल लगाइदिएको कपाल कोर्दे उसले कसो गर सबै गर के भएर कान्छु बस न फकाएर बस न भाइ नानी भन् न खान्छ खानु न बोक्नु जाला सन्जु गएर ऐना देखाइदेऊ सन्जु पनि जाऊ न तिमी पनि अब मोबाइल पो हेरिरहेछ ऐना देखाइदेऊ तिमी हेर राम्ररी अब उता भाइलाई देखाइदेऊ ल भाइ ऐना हेर ऐना हेर अम्मक कतिको ह्यान्डसम देखिस् उता भाइलाई देखाइदेऊ ऐना खानु पारेर कपाल कोर्दे ती बस्नु है तपाईँ चाहिँ ती बसेर अमृतको देखाउनु कति राम्रो नि एकछिन नखाइदिनु अहिले टिकाउनु मानेन नानी त्यति खुवाउनु पसेन एउटाले के लगाइदियो एउटा पहिलो के बसिरहेको अर्काले उता सेतो लगाइन्छ भने तिमी अर्को लगाइदेऊ बुझ्यौ कोही सानीलाई पूजा गरिनस् त आज त बसिरहेछ तपाईँ मजाले अर्काले त्यो सेतो बनाइदिनु है भयो हुँदैन भनिरहेको छ त लगाइदिए हातले लगाइदिए चुप सिधा लगाइदिए सिधा